केटी चाहिएको गरे उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ। अनुहार यस्तो छ है, अनुहार बेहुरा यस्तो छ। Hello everyone and welcome to my vlog channel र हजुरहरुलाई मेरो vlog च्यानलमा स्वागत छ। र आज चाहिँ म स्कुल जाँदैछु, आई मिन कलेजमा चाहिँ आज मेरो लास्ट डे हो भन्नुपर्दा जल्दी लास्ट डे नै थियो। त्यही पनि आज चाहिँ मेरो लास्ट डे क्या, अबदेखि कलेज चाहिँ जान्न क्या म, किनभने अब नेपालमा त्यति बस्दिन पनि होला। अनि त्यही भएर कलेज चाहिँ किन जान आँटेको भन्दाखेरि मेमोरीहरू कलेक्ट गर्न अनि साथीहरूलाई एकछिन भेट्नको लागि म आज कलेज जाँदैछु। त्यहाँदेखि त्यस पछाडि चाहिँ म कलेज जान्न। र अब आजबाट चाहिँ म हजुरहरूको लागि भनेर नै स्पेशल जहिलेको लागि डेली भ्लग हाल्नेछु, एक दिन पनि छुटाउने छुइनँ। र त्यसको लागि पनि हजुरहरू वेटिङ गर्न सक्नुहुनेछ। सो अनि त्यही भएर अब चाहिँ म जान आँटेको कलेज। सो अब म कलेज कसरी जान्थेँ, कस्तो थियो मेरो फ्रेन्ड्स, आई मिन मेरो तोमदाचीहरू, अनि कस्तो थिएँ होइन, कलेज कस्तो छ भनेर हजुरहरूलाई आज म देखाउनेछु। सो आज चाहिँ अनि म बसमा जान आँटेँ, कहिले चाहिँ बसमा जान्थेँ नि त। अब सो हरेक एक्टिभिटिजहरू चाहिँ आजको भ्लगमा हजुरहरूलाई देखाउनेछु। सो बाई र त्यहाँ गएपछि म हजुरहरूलाई देखाउनेछु, बाई। तर फेरि आज फर्स्ट टाइम स्कुल आई मिन कलेज गएको, फेरि कसैले चिन्दैन होला भनेर त्यही पनि जान आँटेको। सो कुनै साथीलाई मात्रै थाहा होला, तर अरूलाई थाहा छैन। त्यही भएर जे भए पनि म जान्छु अब। सो मलाई ढिलो भइसक्यो, अब म जान आँटेको कलेज। अनि कलेज गइसकेपछि म हजुरहरूलाई त्यहाँको एक्टिभिटिजहरू देखाउनेछु अनि हरेक क्लिप सानो क्लिपहरू खिच्नेछु। सो बाई, अहिलेको लागि। गाडीबाट उत्रिसकेँ, यिनीहरू चाहिँ मेरो साथीहरू छन्। म देखाएँ अब म चाहिँ स्कुल जाँदैछु, म त कलेज। कस्तो लाज लागिरहेछ, के भन्छन् होला गएर त्यहाँ। अब म कलेज पुगेपछि मात्रै गएर देखाउँछु। हामी प्रवेश हुँदैछौँ भित्र क्लास कलेज, र देख्न सक्नुहुन्छ कस्तो डर लागिरहेछ। धेरै पछि नि एक हप्ता पछाडि दुईजना चाहिँ यिनीहरू चाहिँ मेरो बेन्चमेट हो आउँदैछन्। बल्ल बोलाएको यिनीहरूलाई, नभए आउँदैन नि त सेलिब्रिटीहरू। यो चाहिँ हाम्रो क्लास अनि म चाहिँ यहीँ पढ्छु अनि यही क्लासमा बस्छु। मेरो बेन्च चाहिँ त्यहाँ छ। सो अब अरू चाहिँ खेल्न गएको छन्। एकजना साथी चाहिँ पढ्दैछ, एकदम ट्यालेन्टेड हो ऊ चाहिँ होइन। So morally, scientifically being highly elastic can be applicable to all domains of objective. Hi, Vandin. यिनीहरू चाहिँ क्लासबाट निस्के नि त। झगडा त झगडा ब्याग खोले म लान्छु, म म्याथ कपी राम्रो क्लिप गर्नु। जाडोमा हिँड्ने गाडी जिउ तताउनको लागि हामी चाहिँ सौजनको घर हिँडेको है। लास्टमा सौजनको घरमा चाबी लगाएको रहेछ अनि हामी हिँडेको स्कुलतिर।
त्यही डक्टरवाला बिहे हो मासु सौ जान्छेस कुचौरो गर्छ जबरजस्ती पनिर भन्दै हाल्छु क्या माछा केही अन्डालाई पनिर भन्दै चिउरा खोला अरे दही खान्छौ कि मै खान्छौ दही त छ हौ दही अलि कस्तो लागिरहेछ कस्तो मलाई एकदमै नराम्रो लागिरहेछ किनभने यहाँ धेरै बेचत भइसक्यो चटपटीको सामान किन्न गएका छन् सबैजना अनि हामी चाहिँ यहाँ कुरेर बसिरहेको छौँ हो नि के कस्तो लागिरहेछ कसको रोजन हामी कहाँ हो अहिले यो चाहिँ एकजना पागल हुनुहुन्छ एकछिनमा बोल्छु केटी चाहिएको अरे उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ अनुहार यस्तो छ है अनुहार बेहुरा यस्तो छ बर्बाद हुन्छ जिन्दगी यो जिन्दगी बर्बाद गर्ने भने मसँग आउनुहोस् सानो बच्चाहरू यहाँ यो इन्ट्रोभर्ट भाइ यता यता हेर यता हेर 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 रोजन यहाँ बे कसको अरे एकला हेर न यसलाई बे कसको अरे यहाँ नाम छ प्राञ्जल खनाल छोरी मान्छे यहाँ आइगा थाहा छैन के अरे को बुढाबुढी अरे मेरो 50 को पेन हो मेरा फोटो आयो हामी आएको छौँ सौजनको घर सौजनको घरमा यहाँ चटपटी पाक्दैछ अनि यता भान्सामा रोज यहाँ प्याज काट्दैछ सपार्दैछ अब सपार्दैछ भन्छ काट है रुन चाहिँ नरु है गएमा अनि यहाँ सबैजना बसेको छन् किन बसेको के भयो चटपटे खाएर चटपटे खाना हामी कस्तो पिरो छ कस्तो पिरो छ कस्तो पिरो प्याज टपिङको थाहा छैन कहाँ छ नरुवा रोज नरुवा म साथ छु तिम्रो ल इन्ट्री भएको छ प्राञ्जलको पनि अब केही चाहिँ गर्छ सारिका हो भिडियो बिचमा किन बसेको थिएन निस्क
दुईजना काम गर्दैछ ल स्किल हाल्यो नि त ओए ओए ताउसो हाल्यो न हाल्यो न त्यो सब के रे साउजनलाई त हतार परेको छ ल्याएर ल भन्दैछ है भन्दैछ तर म चाहिँ काम चोर जस्तो यहाँ भिडियो बनाएर बसिरहेको छु के हो कालो छोप अघि सकेछ सबै ए काम गरिहाल्छ खाँदैछ निकाल्दै नसोधी राम के हो यो यो रोजनलाई चाहिँ कहिले ढोका छैन डाडु ल्याएर प्राञ्जल कस्तो लागिरहेछ भाइलाई हो अघिसम्म बाबा लगाइरहेको थियो अहिले हल्का हल्का अलिकति कस्तो राम्रो लाग्यो कम्फर्टेबल हो मान्छे खाना बनाउन एक्सपिरियन्स हुन्छ साथी हेलो गाइस राम्रो देखिरहेछ के यता हेर त्यही भएर त भाग्यमा केटी छैन कम्ती बल्छ सानो बल्छ ओए आउन कोही यहाँ हाल्दिन गाइस झगडा परेको हेर्न आउनुहोस् ओ तीनजनाले फाल्टे फाल्टे जति तीनचोटि नुन हाल्यो भने कस्तो हुन्छ होइन होइन काट्नुपर्छ मार हाल्नुपर्छ मार हाल्नुपर्छ त्यतै ओए त्यसै मार हाल्नुपर्छ त्यो छानालाई उयो दाना चाहिँ दिजार काम नभएकोहरू दिजार कामहरू भएको काँचो ल्याएछ ल के हान्नु ल ल चल्दैछ पहिले यहाँ ला Oh my god. अन्डा झोल सारिका Our contribution in group project. Hello guys. म पनि यता छु ai हटाउन आउँछु यहाँ अरू यहाँ अरू म्याचहरू केही नगर्ने मान्छे भेरी 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 गुटा 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 चटपटे किन ढिलो भनेछ थाहा छ तिमीहरूलाई किन कस्तो छ कस्तो छ कस्तो छ
चटपटे ओशी देशका दामी guys, दामी बढाल्दैछ प्रजित भाइ कस्तो निउरिएर बढाएको छ क्या धेरै निउरिएर राम्रो हो त होइन म त्यसरी नै बढाउँछु क्या कस्तो बिस्तार बढाएको देख्नै सकिन्छ बाई 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 सगना सगना बाई बाई ओ यही राख न चोर 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 ओहो लग लग यहाँ चोरी छुपी जाँदैछन् उयो के भन्छ त्यहाँबाट उहाँ लागेर तर मेरो चपल चुटिसक्यो के पकाउनु पर्छ के ओहो ओ खुट्टा गयो ल भ्लगरको भ्लग बनाउने अब पर्खेन भ्लगरलाई नछोडौँ न भ्लगरलाई ओ ओहो ल नाइस म भ्लगरलाई भ्लग गर्छु अब धेरै त्यही भयो छोड न त्यहाँ भ्लगरलाई गरौँ न कति भयो क्या छोड न त्यो भ्लगरलाई नछोडौँ न धेरै भयो क्या कुदैछन् आयो ढिलो अनि यहाँ कुदैछन् सबैजना अनुहार ढाड मात्रै कति हिँड्ने त के लज सबैको किस्ती मेरै फोनबाट सबै गरिदिन्छु के भन्न चाहन्छौ भन त बाई बाई वी विल मिस यु साधना कुमारी आई विल मिस यु साधना कुमारी बाई बाई मलाई धेरै स्किन केयर चकलेट पठाइदिनु मलाई धेरै नबिर्सिनु वहाँ गएपछि बाई बाई